Let's start today's amazing fact. Fact number 1. यो फोटो हो स्पेसबाट लिएको पृथ्वीको फोटो। यो फोटो बाहेक अरु पृथ्वीको फोटो मानिसहरुसँग थिएन। 24 अक्टोबर 1946 त्यो साल थियो जब पहिलो पटक पृथ्वीलाई स्पेस सतहबाट मानिसहरुले देखेका थिए। एउटा रकेट छोडिएको थियो वायुमण्डलमा र त्यो रकेटको नाम थियो V2 नम्बर 13। यो एकदम जानकारीमूलक छ। यही रकेट हो जसले हाम्रो पृथ्वीको पहिलो फोटोग्राफ आउटर स्पेसबाट लिएको थियो। 24 अक्टोबर 1946 मा 105 किलोमिटर माथिदेखि अमेरिकाको न्यू मेक्सिकोबाट क्याप्चर गरिएको थियो। एकदम आनन्दले हेर्नु साथीहरु, एकदम भ्यालुएबल फोटोग्राफ हो यो। अनि फ्रेन्ड्सहरु, च्यानललाई सब्स्क्राइब गरेर लाइक गरी छेउमा रहेको बेल आइकन थिचिदिन नबिर्सनु होला। फ्याक्ट नम्बर 2। कोका कोला कम्पनी सुरुमा इस्टाब्लिश हुने बेला कति बिक्री गर्थे, कति बोतल बिक्री गर्थे त? कोका कोलाको अफिसियल वेबसाइट हेर्ने हो भने कोका कोला कम्पनीले दिनभरिमा 9 बोतल कोक सेल गर्थ्यो भने सालभरिमा चाहिँ 3285 कोक सेल गरिसक्थ्यो। अहिलेको समय हेर्ने हो भने कोका कोलाले हरेक दिन 1.9 बिलियन यानी कि 190 करोड पर दिन बेचिरहेको हुन्छ। अनि यसको सेकेन्डमा हेर्ने हो भने हरेक सेकेन्ड कोका कोलाले 22,000 सेल गरिरहेको छ र यो मैले भिडियो भनिसक्दासम्म। फ्याक्ट नम्बर 3। विश्वभरिमा कुन कुन देशहरूले परमाणु बम कहिले कहिले टेस्ट गरेको थिए त? नम्बर 1 मा छ USA 16 जुलाई 1945। नम्बर 2 मा छ रसिया 29 अगस्त 1949 मा। थर्ड मा छ UK 3 अक्टोबर 1952। फोर्थ मा छ फ्रान्स 3 फेब्रुअरी 1960। फिफ्थ मा छ चाइना 16 अक्टोबर 1964। छैटौं मा छ इजरायलले चाहिँ 1960 देखि 1979 सम्म। सेभेन्थ मा छ इन्डिया चाहिँ 18 मे 1975। 8 मा छ पाकिस्तान 28 मे 1998 टेस्ट गरेका थिए। त्यस पछाडि नर्थ कोरियाले परमाणु बम चेक गरेको रहेछ 9 अक्टोबर 2006 मा। टपमा रहेका छन् USA र रसिया। सबैभन्दा धेरै परमाणु बम कोसँग छ भनेर डेटा हेर्ने हो भने सबभन्दा धेरै रसियासँग 5889 अनि त्यस पछाडि छ USA त्यो देशसँग छ 5244 अनि त्यस पछाडि युनाइटेड किङडमसँग 410 परमाणु बम छ भने फ्रान्ससँग 290 अनि चाइनासँग चाहिँ 225 वटा परमाणु बम छ भने इजरायलसँग 170 वटा छ अनि इन्डियासँग चाहिँ 164 वटा छ भने पाकिस्तानसँग 90 वटा छ भने नर्थ कोरियासँग 30 वटा परमाणु बम छ। जम्मी गरेर सबैभन्दा धेरै कोसँग छ भने पछाडि यो रसिया र USA सँग चाहिँ सबभन्दा धेरै छ। फ्याक्ट नम्बर 4। नेपालमा कतिवटा मन्दिरहरू स्थापित छन् त? वेबसाइटको रेकर्ड अनुसार नेपालमा 5000 भन्दा बढी नै छ, तर इस्टाब्लिश भएको चाहिँ 518 वटा मात्र छन्। त्यसपश्चात हिन्दू टेम्पल मात्र 492 वटा छ भने अनि साथीहरु, नेपालको सबैभन्दा ठुलो मन्दिर चाहिँ पशुपतिनाथ मन्दिर हो जुन काठमाडौँमा स्थित छ, जुन चाहिँ मल्ल राजाले 5th सेन्चुरीमा स्थापित गरेका थिए। सेकेन्ड नेपालको सबैभन्दा ठुलो मन्दिरमा चाहिँ जनकपुरको जानकी मन्दिर पर्छ, जसलाई राम र सीताको भेट भएको ठाउँ पनि भनेर चिनिन्छ। Action!